गुड मर्निङ साथी हो। आज चाहिँ मैले खाना अचार एकैचोटि बनाएको हेर्नु है। यसमा तेल हाल्यौँ, टमाटर काटेँ अनि राखेको छु मैले। टमाटर हालेँ मजाले हैन, तेलमा चाहिँ पाक्ने गरी छोपेर राखेँ मैले, तर छोपेको देखाएन। अनि मैले यता चिकन बिरयानीको लागि प्याज काटिरहेको थिएँ, प्याज पनि हालेँ। यसमा मजाले चलायो हैन, यसरी चलायो मैले चाहिँ। अनि लसुन 3टा लसुन केलाएँ, त्यहाँ लसुन पनि झाने, हरियो खुर्सानी थिएन अनि त्यतिकै। अनि मैले टमाटरको पेस्ट बनाएको थियो, टमाटर हालेँ त्यसमा मजाले हैन, घोले चलायो। अनि यता फेरि टमाटर पोलेर हतार यता फेरि टमाटर फेरि पल्टाएँ। अनि लसुन डढेछ त्यो झर्यो अनि टिपेर यता राखिदिएँ। अनि फेरि यता डढ्छु भनेर फेरि हतार यता आएर चलाएँ मजाले सुकाएर। अनि मैले चिकन हालेँ कम्तीमा। मैले त्यो टमाटरको सुप चाहिँ आधी घन्टा जति भुटेँ, सबै मरमसला हालेर भुटेँ। अनि पछि चिकन हालेर ढक्कन लगाइदिएँ। अनि हतार यता आएँ। फेरि मैले चटनीको अचारको लागि प्याज काटेँ, टक प्याज काटेँ। अनि प्याज काटिसकेपछि अनि टमाटर पनि पाक्यो। अनि अघिको टमाटर अनि सब पोल्यो, हातमा पोल्दै मैले मुछ्यो। अनि फेरि हतार उता फेरि हेरेँ चिकन बिरयानीको लागि मासु चट्ट यस्तो बास्ना आइरहेको थियो, हर खाउँ जस्तो लागिरहेको थियो मलाई चाहिँ। अनि मैले त्यो बनाएँ। अनि यता भात उमालेको यताउता चाहिँ मैले देखाएन। अनि एउटा आलु मैले उसिनी गऱ्यो, बोइल गऱ्यो। अनि त्यसमा चटनीमा मिसाउनलाई त्यो पाक्यो। फेरि त्यो केलाएर हतार उयो गरेँ। अनि त्यहाँबाट सकेपछि मैले चाखेको, वाउ खतरा भएको थियो है, अचार त खतरा भएको थियो। अनि त्यहाँबाट भात पाकेँ, खाना पाकेँ। मैले भात घोप्टाएको चाहिँ देखाएन। अनि